नयाँ कोही रेस्टुरेन्ट खोल्नेहरूलाई जस्तो मलाई आजको दिनमा म नमस्ते मोमो जस्तो व्यवस्थापित एउटा व्यवसाय खोल्न मन छ भने मैले प्रारम्भिक चरणमा ध्यान दिनुपर्ने कुराहरू के हुन्छ जर्मनीमा अब हाम्रो चाहिँ अलिकति छुट्टै केस छ है। हामीले चाहिँ मोमो एज अ फास्ट फुड भनेर सुरु गरेका छौँ। मोमो एज अ फास्ट फुड अहिलेसम्म जसरी हामीले सुरु गरेका छौँ त्यो चाहिँ सायद पायोनियर नै भन्नुपर्छ हामीले, किनकि हामीले आफ्नै सोच अनुसारको मेसिन अर्डर गर्नेदेखि लिएर त्यसलाई 8 मिनेटमा 10 मिनेटमा रेडी गरेर मान्छेलाई तुरुन्तको तुरुन्तै तातो मोमो दिन सक्ने स्थितिमा पुग्नलाई हामीले धेरै नै रिसर्च गरेर धेरै नै प्लानिङ पनि गरेका छौँ त्यसको लागि। जस्तो रिसर्चमा के गर्नुपर्छ? रिसर्चमा त आफूले अब पहिला त कुन ठाउँमा खोल्ने हो, कहाँ चाहिँ आफ्नो बिजनेसको लागि कुन चाहिँ ठाउँ बेस्ट हुन्छ त्यो सबभन्दा पहिलो रिसर्च गर्नु पर्यो। त्यो ठाउँमा कसरी पाउन सकिन्छ त आफूले एउटा टुक्रा जहाँ चाहिँ धेरै ट्राफिक होस्, धेरै मान्छे आओस् अनि आफ्नो खाना खाइदियोस्। त्यो सबभन्दा पहिलो मेन रिसर्च भयो। रिसर्च पछि त्यो ठाउँ कसरी पाउने भयो हैन। अनि एउटा प्लान पनि हुनु पर्यो कि त्यो ठाउँ पाएर मात्रै भएन, त्यो ठाउँमा कसरी के गर्छु भन्ने पनि एउटा प्लान हुनु पर्यो। अब मेसिनरीहरूको कुरा आउँछ, कुन मेसिनरी आफूलाई चाहिन्छ त्यो पनि एउटा लिस्ट आउट गर्नु पर्यो। त्यो मेसिनरीहरू अब जर्मनीमा चाहिँ कस्तो छ भने एउटै मेसिन 1000 रुपैयाँमा नि पाउँछ, 10,000 रुपैयाँमा नि पाउँछ। तर 1000 रुपैयाँको फेरि 3 महिना चल्छ, 10,000 को अलि लामो चल्छ हैन। अनि बजेटिङको नि कुरा आउँछ। अब त्यो मेसिनहरूको लागि कति पर्छ त्यो छुट्टै बजेटिङ भयो। अब त्यो ठाउँको लागि कति पर्छ त्यो छुट्टै बजेटिङ भयो। अनि डिपोजिटहरू भयो। अनि अब कन्ट्र्याक्ट बनाउँदा कस्तो कुराहरू चाहिँ त्यहाँ लेखेको हुन्छ, यो गर्न पाइन्छ यो गर्न पाइँदैन भनेर लेखेको हुन्छ त्यो कन्ट्र्याक्टरमा। त्यो कन्ट्र्याक्टहरू चाहिँ आफ्नो रेस्टुरेन्टसित मेल खान्छ कि खाँदैन, त्यो कन्ट्र्याक्टहरूले आफूले जसरी सोचेको छ त्यो गर्न दिन्छ कि दिँदैन, त्यो कुराहरू पनि इम्पोर्टेन्ट भयो। अनि यस्ता कुराहरू चाहिँ बिजनेस गर्नुभन्दा अगाडि नै सोचेर, अब मेन्यु बनाउनेहरू त त्यो त पछिको कुराहरू भयो, तर सुरुमा चाहिँ यही कुराहरू जुन चाहिँ ध्यान दिनुपर्छ।